बदमाशीको पाठ। सन्देश, रोहन र अमित तीनजना मिल्ने साथी थिए। उनीहरू गाउँकै सरस्वती माविमा पढ्थे। सबैभन्दा चञ्चल चाहिँ सन्देश थियो। ऊ रमाइलो गर्न रुचाउँथ्यो, तर कहिलेकाहीँ हदभन्दा बढी बदमासी गर्थ्यो। एक दिन गुरुआमा कक्षामा प्रवेश गर्नुभन्दा पहिला सन्देशले सबै साथीसँग फुसफुसाउँदै भन्यो, हेर त आज रमाइलो गर्नु। ऊ र उसका साथीहरूले गुरुआमाको कुर्सीमा टाँसिने गोठ पोतिदिए। जब गुरुआमा बस्नुभयो, उनको साडी कुर्सीमा टाँसियो, उता साडी तानियो। सबै विद्यार्थी हाँस्न थाले। गुरुआमाको अनुहार रातो भयो। उनले गहिरो स्वरमा सोधिन्, यो कसको काम हो? सबै विद्यार्थीहरू चुपचाप भए। कसैले केही भनेन। तर भोलिपल्ट प्रधानाध्यापकले सबै कक्षामा कुरा उठाउनु भयो। उहाँले गम्भीर आवाजमा भन्नुभयो, बदमासी गर्नु बालबालिकाको स्वभाव हो, तर यस्तो कामले अरूलाई पीडा पुर्याउँछ भने त्यो ठट्टा होइन, गल्ती हो। सन्देशले आँखा झुकायो, किनभने उसलाई आफ्नो गल्तीको बोध भयो। दिनहरू बित्दै गए। सन्देशको अर्को नयाँ योजना थियो। उसले रोहनसँग मिलेर एउटा नक्कली परीक्षा नतिजा बनाएर साथीहरूलाई देखायो। तिमीहरू सबै फेल भयो भन्दै हाँस्यो। कुनै कुनै साथीहरू त आत्तिएर घरमा गएर बुवा आमालाई नै भने। भोलिपल्ट जब स्कुलमा वास्तविक नतिजा आयो, ती बालबालिकाका अभिभावकहरू रिसाउँदै प्रधानाध्यापकमा पुगे। गम्भीर बैठक बस्यो। गुरुआमाले सन्देश र रोहनलाई अगाडि बोलाएर भने, के ठट्टाले अरूलाई दुःख दिनु उचित हो? सन्देश र रोहन एकाएक लाजले रातो भए। उनीहरूले गल्ती बुझे। गुरुआमाले एक दिन कक्षामा एउटा कथा सुनाउनु भयो। एउटा किसानको छोरो सधैँ गाली दिन्थ्यो, झगडा गर्थ्यो। बुवाले एउटा काठको फल्याक दिएर भने, तँ जति पटक झगडा गर्छस् त्यति पटक यसमा किला ठोक। केटाले किलाहरू ठोकेकै भयो। तर जब बुवाले भने, अब जति पटक राम्रो काम गर्छस् त्यति किला निकाल, तब सबै किला निकालियो। तर के देखियो? फल्याकमा गहिरा प्वालहरू परेका थिए। गुरुआमाले सम्झाउनु भयो, बदमासी गरेका गल्तीहरू फल्याकका ती प्वाल जस्तै हुन्छन्। पछुताएर हटाउन सकिएला, तर त्यसको दाग कहिल्यै मेटाउन सकिँदैन। सन्देशको मनमा यो कुरा गहिरो बस्यो। त्यस दिनदेखि सन्देश परिवर्तन हुन थाल्यो। अब ऊ रमाइलो गर्थ्यो, तर कसैलाई दुःख नदिने गरी। एक दिन एउटा नयाँ विद्यार्थी क्लासमा आयो। सबैले उसलाई जिस्काए, तर सन्देशले भन्यो, नयाँ साथीलाई सहयोग गरौँ, जिस्काएर होइन। त्यसपछि सबैले नयाँ साथीलाई खुलेर स्वागत गरे। गुरुआमाले सन्देशतिर हेर्दै मुस्कुराउनु भयो। अब तिमी साँच्चीकै राम्रो मान्छे बनेका छौ। यो नै साँचो सिकाइ हो। बदमासी रमाइलो लाग्न सक्छ, तर यसले अरूलाई दुःख दिन्छ भने त्यो गलत हुन्छ। गल्तीपछि सुधार्न सकिएला, तर कहिलेकाहीँ त्यो गल्तीको असर भविष्यभर रहन्छ। सन्देशले यो कुरा बुझ्यो र राम्रो विद्यार्थी बन्ने निर्णय गर्यो। ठट्टा गर्दा कहिल्यै अरूलाई दुःख नदिनु, किनभने शब्दहरू हड्डी भाँच्ने भन्दा गहिरो घाउ दिन सक्छन्।